साथीहरू यो चाहिँ आज म बनाउँदैछु पिठोको रोटी, गिलो खालको रोटी। साथीहरू यहाँ एउटा चाहिँ बनाइसकेँ, अब म फेरि यहाँ बनाउँदैछु। यसमा माथिबाट अन्डालाई पनि टपिङ गरे हो। साथीहरू म चाहिँ यसरी बनाइदिन्छु। अनि त्यसमाथि फेरि एउटा अन्डा पनि लगाउँछु। अन्डालाई चाहिँ यसरी लगाइदिने हो। अन्डा पनि गर्मीले गर्दाखेरि त्यस्तो भइरहेको छ। यो चाहिँ हो लसुन पोलेको, यो चाहिँ हो अचारमा लगाउनुको लागि लसुन। साथीहरू अब हेर्नु मेरो रोटीलाई यसरी फर्काउनु पर्ने हुन्छ। यो अन्डा चाहिँ कस्तो खालको पो भयो त यहाँ, थाहा भएन कसरी यस्तो भयो। तर रोटीलाई यसरी गर्नुपर्ने हुन्छ। अनि हेर्नुहोस् साथीहरू यस्तो राम्रो रोटी बनिन्छ। तपाईँहरूलाई पनि खाजा खानु मन लाग्छ भने सजिलो यसरी रोटी बनाएर खान सक्नुहुन्छ। यसमा तपाईँहरू चिनी पनि लाउन सक्नुहुन्छ, तर मलाई चिनी गुलियो धेरै मन नपर्ने भएर चिनी चाहिँ लगाएको छैन ल साथीभाइहरू। एउटा चाहिँ यस्तो भइरहेछ, कहिले घिउ लगाएको हो। यो चाहिँ अचार पिस्नलाई मैले लसुनलाई पोलिदिएँ हो। यसलाई चाहिँ एकछिनमा फर्काउनु पर्ने हुन्छ साथीभाइहरू। अनि यसरी यो धेरै राम्रो चाहिँ बनेको होइन, तर पनि खानलाई चाहिँ मिठै हुन्छ। अनि यहाँ चाहिँ छ मेरो अचार भन्नुपर्दा यो चाहिँ हो भिन्डीको अचार। तपाईँहरू कसलाई मनपर्छ ट्राई गर्नु होला, यो एकदमै मिठो हुन्छ। यसमा चाहिँ खोर्सानी, नुन अनि भिन्डीलाई उसिनेर लगाएको हो। अनि यतिकै काटेर कुटिदियो हो। अनि मैले लसुन पनि लाउँछु। अब यो लसुनलाई चाहिँ मैले त्यो भिन्डीमा लाउनलाई पोल्या हो। हेर्नु होला साथीभाइहरू, यसरी दुईवटा लसुन पनि लगाएँ अनि यसरी कुटिरहेछु। अब यो चाहिँ खानालाई रेडी भइसक्यो। तपाईँहरू खानासँग पनि खान सक्नुहुन्छ, रोटीसँग पनि खान सक्नुहुन्छ। जेसँग मन लाग्छ त्यहीसँग खानु होला, एकदमै दामी हुन्छ। कहिले पनि खानु भएको छैन भने पनि ट्राई गर्नु होला प्लिज। हेर्नु होला, हेर्नुमा पनि यति राम्रो देखिन्छ साथीभाइहरू। यो मसिनो बनाउँदा नि हुन्छ, यत्तिकै लामै खाँदा पनि हुन्छ। यसरी खाँदाखेरि खानालाई चाहिँ मजाले मिलाइदिन्छ, यो चिक्लो चिक्लो हुन्छ। त्यही भएर साथीहरू तपाईँहरू पनि ट्राई गर्नु होला प्लिज। अब आयो यो मेरो यहाँ रोटी पकाउँदैछु, त्यसमा पनि रोटी चाहिँ झनै डढिहालेछ साथीहरू। मेरो यहाँ साउन्ड चाहिँ डिस्टर्ब भइरहेछ, किनभने यहाँ फ्यान पनि चलिरहेछ, मेरो वासिङ मेसिन पनि चलिरहेछ साथीहरू। त्यही भएर ल है, यसरी नै रोटी बनाएर सबैजनाले खानु होला यसरी। अनि मजाले यसरी प्लेटमा राख्नु होला भन्नाले यहाँ 2 टुक्रा भइसक्यो, मजाले चाहिँ भएन, एउटा हातले गरिरहेछु। अब यो क्यामेराको स्ट्यान्ड नभएर एउटै हातले समाति पनि रहेको छु क्यामेरा। अनि एउटा हातले काम गऱ्यो भने चाहिँ अलिक राम्रो हुँदैन कि साथीहरू। त्यही पनि तपाईँहरू पनि ट्राई गर्नु होला प्लिज। आजलाई चाहिँ यति नै। फेरि अर्को खालकोमा अर्को खानेकुराको रेसिपी लिएर आउनेछु, रेसिपीको भिडियो।